आज चाहिँ म चाहिँ छोरालाई नास्ता टिफिन पुर्याउनको लागि नास्ता तयार गर्दैछु है साथीहरू। यो चाहिँ स्याउ, लोकल स्याउ सानो सानो छ। यो मात्रै होइन, अर्को पनि, यो पनि पछाडि देखाउँछु साथीहरू। एकदमै बिहानभरि चिसो थियो, अहिले चाहिँ घाम लागेको छ। ल म के काट्छु, काटिसकेपछि देखाउँछु साथीहरू। यो पनि काटिसकेँ मैले। अलि ओइलेर खासमा त एकदमै गुलियो छ स्याउ चाहिँ। फेरि मेरो टिफिन बक्स पहिले त केरा काटेर हाल्नु पर्यो। एउटा केरा, दुईटा स्याउ, फेरि थोरै कालो पनि खाँदैन क्या मेरो छोराले चाहिँ। एक, दुई, तीनटा बनाएँ। स्याउ पनि काटेर एक छेउमा राख्ने। यो चाहिँ कस्तो छ खास, यो चाहिँ स्याउ चाखेको छैन। यो झन् मिठो रहेछ, सुरुचोटिको झन् मिठो। ओइलिन चाहिँ ओइलेको छ, ओइलेको स्याउ खुब गुलियो हुन्छ। हिजो पनि सबै खाएको मामु मैले भनेको थियो, अलि अमिलो रह्यो, अलि अमिलो। ल केरा र स्याउ हालेँ। अब म सुन्तला पनि काटेर हाल्छु। म सुन्तला पनि हालेँ। आज चाहिँ छोरालाई ठुलै लगिदिनु पर्यो। सुन्तला चाहिँ यता 100 रुपियाँ केजीको सुन्तला। आजभोलि अलिकति सस्तो भएको छ, अब 150-200 भइहाल्छ। कस्तो छ चाखौँ? फेरि मेरो छोराले चाहिँ सुन्तला तासिसकेपछि यो बाहिर यो यत्तिकै पनि खाँदैन के।
कति बजी यस्तो गरेर यो बाहिर पनि यसरी फालेर लग्नुपर्छ। गाह्रो छ। म गएको पनि देखाउँदै साथीहरू, मोबाइलमा चार्ज छैन। अब म यो चाहिँ पुऱ्याएर आउँछु। अर्डर हुन्छ अगाडि नै। मलाई एप्पल, बनाना, ओरेन्ज ताछेर ल्याइदिनु, नभए म टोपी लाउँदिनँ, मोजा लाउँदिनँ स्कुलमा भनेर यस्तो गुलियो सुन्तलाको पनि बोक्रा नखाने मेरो छोरा यस्तै हालिदिन्छु। मेरो च्यानललाई पनि सबैजनाले जसले हेर्नुहुन्छ सब्सक्राइब गरिदिनु होला। मैले 5-6 महिना भयो भिडियो केही नहालेको, फेरि रेगुलर हाल्नेछु। यस्तो ताच्न पनि सकिएला साथीहरू, यस्तो पनि फाल्नुपर्छ सुन्तला। हिजो टिचरसँग ताछेमा आएको भन्थ्यो, बिचराहरूलाई कति आफू पनि नास्ता खानु पर्यो। फाइनल्ली मेरो नास्ताको लागि चाहिँ, मेरो छोराको नास्ताको लागि चाहिँ यस्तो भयो।